मलाई चाहिँ कस्तो लाग्छ भने त केटा र लाइफ भनेको चाहिँ स्कुल लाइफ जस्तो होस् कि हर लाइफहरू के पुरै जिन्दगीभरि क्या एभ्री टाइम होइन सधैँभरिलाई क्या कस्तो होस् भन्दा स्कुल लाइफ जस्तो होस् कि कस्तो आनन्दको जिन्दगी क्या खाछ बसेछ डुलेछ है साथीहरूसँग रमाइलो गरेछ होइन यता गएको छ उता गएको छ होइन बाबाआमालाई ढाँटेछ गएको छ त्यो लाइफ भनेको एकदम भोपाल लाग्यो केटा त्यो लाइफ घुमिफेरि कहिल्यै आउँदैन एक फेर मात्र आउँछ केटा त्यो लाइफ भनेको होइन जुन लाइफ चाहिँ मैले घुमाइसकेँ होइन मेरो आफ्नै कारणले घुमाइसकेको छु मलाई नपढाउने होइन बाबाआमाहरूले दाइहरूले पढाउनु कोसिस गरेको म आफै बिग्रेर चाहिँ यो हालत छैन सो मैले चाहिँ भन्नु खोजेको यस्तो हो कि कस्तो भन्दा त्यो मलाई पढाएन यताउता भन्न खोजेको होइन सो त्यो लाइफको चाहिँ एकदम मिसिङ गरिरहेको छु भन्न खोजेको मात्र छैन नराम्रो नबुझिदिनु होला कसैले पनि अनि के छैन कस्तो गाउँमा बस्दा कि केटा सबैको मनमा खेल्ने कुरा चाहिँ यो हो क्या कस्तो भन्दा आफ्नो साथीहरू चाहिँ त्यो ठाउँमा गइसक्यो होइन बाबाआमाहरूको लागि केही गरिसक्यो आफूले कहिले गर्ने होइन म कहिले जाने म त्यो ठाउँमा कहिले के गर्ने होइन कसरी हुन्छ कसरी हुन्छ त्यो साथीहरू जान पाएँ मैले पनि थोरै केही गर्थेँ होला भन्ने जस्तो लाग्दो रहेछ र यहाँ चाहिँ मलाई त्यस्तो लागेन कस्तो लाग्छ नि त यहाँ चाहिँ त कहिले घर जान पाउँला है कहिले उस गरौँला यहाँ चाहिँ कस्तो हुन्छ भन्दा होइन दिनरात होइन खामपानी केही नभनिकन भोकतिर केही नभनिकन काम गर्नुपर्दा चाहिँ होइन घरको याद आउँछ कि घर अब पुरै दिउँसैभरि डुलेर गएर पनि साँझ भात खान गए पनि 1-2 बजी त खाइन्थ्यो होइन यहाँ अब काम गरिरहेको र पनि अझै गाली खाइन्छ होइन त्यो उस हुँदा चाहिँ होइन यस्तो दिलमा यस्तो हान्छ नि होइन यस्तो हान्छ कि यस्तो खतरा लाग्छ कि त्यो चाहिँ मलाई चाहिँ यस्तो बवाल लाग्छ नि अनि त्यही भएर चाहिँ मलाई चाहिँ घरतिरको चाहिँ एकदम मिस गरिरहेको छ